सम्मानजनक मातृशिशु सेवा। आज सोमबारको बिहानी भइसकेको छ। स्वास्थ्य केन्द्रमा हरिकला नामकी महिला बच्चा जन्माउनका लागि आइपुगेकी छिन्। उनी स्वास्थ्य केन्द्रमा कस्तो अनुभव होला भनेर चिन्तित छिन्। तारा र रमा स्वास्थ्य केन्द्रका 2 स्वास्थ्यकर्मी हुन्। तारा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी हुन्। उनी सम्मानजनक मातृशिशु सेवाबारे सिक्दैछिन् भने रमा लामो समयदेखि स्वास्थ्य सेवामा कार्यरत छिन् र आज तारालाई सिक्नको लागि मद्दत गर्दैछिन्। महिलाहरू जहाँबाट आए पनि सबै महिलाहरूलाई स्वास्थ्य केन्द्रमा स्वागत गर्नुपर्दछ। सबै महिलाले सम्मान व्यवहार पाउने अधिकार रहेको कुरा रमा तारालाई बताउँदछिन्। रमा, तारा र हरिकला र उनको आमा सबैजना स्वास्थ्य केन्द्रभित्र प्रवेश गर्दछन्। हरिकला आफ्नो आमासँग बस्न चाहन्छन्। आमाको साथ पाउनु निकै उपयोगी हुन सक्छ। महिलालाई सहयात्री राख्न पाउने अधिकार पनि छ। स्वास्थ्य केन्द्र एकदमै व्यस्त छ। हरिकला अरूको अगाडि कसरी बच्चा पाउने होला भनेर चिन्तित छिन्। ताराले हरिकलाको गोपनीयता र गोप्यताको अधिकार सुरक्षित राख्न छोप्ने कपडाको प्रयोग गर्छिन्। ताराले हरिकलाको रक्तचाप जाँच गर्नुपर्ने हुन्छ। के गरेको नबुझ्दा हरिकला डराउँछिन्। तारा हरिकलासँग अनुमति लिन्छिन् र आफूले के गरिरहेको हो त्यो कुरा बताउँछिन् र साथै रक्तचाप ठिक छ भनी बताउँछिन्। हरिकलालाई उनको उपचारको बारेमा सबै प्रकारको जानकारी राख्ने र छनौट गर्ने अधिकार पनि छ। जसरी हरिकलाको प्रसव पीडा बढ्दै जान्छ त्यति नै उनको आवाज पनि बढ्छ। तारा हरिकलालाई हल्लाउँछिन् र उनलाई बल गर्नुहोस् भन्दै चिच्याउँछिन्। छिट्टै बच्चा जन्मियोस् भन्ने स्वास्थ्यकर्मी ताराको चाहना छ। स्वास्थ्यकर्मी रमा भन्नुहुन्छ, नरम बोली बोल्नु महत्त्वपूर्ण छ। महिलालाई सम्मान र मर्यादाको साथ व्यवहार पाउने र हानिबाट मुक्त हुने अधिकार छ। कराउनु र धकेल्नु उनको र उनको बच्चाको लागि तनावपूर्ण हुन सक्छ। त्यसपछि तारा र रमा दुवै मिलेर हरिकलालाई प्रसवमा सहयोग गर्दछन्। हरिकलालाई अहिले बसिरहेको अवस्था असहज छ र उहाँ स्थिति परिवर्तन गर्न चाहन्छन्। महिलालाई बच्चा जन्माउँदाको बस्ने तरिका छनौट गर्ने पनि अधिकार छ। ताराले बच्चाको नाभि काट्ने कैचीमा रगत देख्छिन्। उनी अर्को सफा उपकरणको प्रयोग गर्दछिन्। सफा उपकरणको प्रयोगले महिला र बच्चाको स्वास्थ्य सुरक्षित राख्छ। आमालाई उत्तम उपचार पाउने अधिकार पनि छ। अन्तमा हरिकलाले एक स्वस्थ बच्चालाई जन्म दिन्छिन्। बच्चा र हरिकला दुवैको छाला टाँसिने गरी हरिकलालाई स्तनपान गराउन लगाइन्छ। हरिकला धेरै खुसी भइन् र साथमा उनकी आमा र स्वास्थ्यकर्मी दुवै तारा र रमा पनि खुसी छन्। अर्को दिन हरिकला र उनको बच्चा स्वास्थ्य केन्द्रबाट घर जान तयार छन्। आमा र उनको बच्चालाई जान पाउने अधिकार छ। तारा खुसी छिन् किनकि उनले सम्मानजनक प्रस्तुति हेरचाहको बारेका महत्त्व सबै जानेकी छिन्। उनी स्वास्थ्य केन्द्रमा आउने सबै भविष्यका महिलाहरूलाई यस्तै सम्मानजनक प्रस्तुति हेरचाह गर्न चाहन्छन्। भर्खरै प्रस्तुति भएकी हरिकला तारा र रमालाई आफ्नो स्वस्थ बच्चा जन्माउन मद्दत गरेकोमा धन्यवाद दिन्छन् र 2 दिनपछि परीक्षणका लागि आउनेछिन्। स्वास्थ्य केन्द्रमा आएर हरिकलाले साहस देखाएकी छिन् र आफूलाई बच्चा जन्माउने समयमा सम्मान र दयालु व्यवहार गरेको र आफूले पाएको हेरचाहको बारेमा आफ्ना साथीहरूलाई पनि बताउँछु भन्दै उनी आफ्नो आमासँग कुराकानी गर्छिन् र आफ्नो घरतिर लाग्छिन्। स्वास्थ्य कर्मीहरूले महिलाहरूलाई सम्मानजनक मातृ तथा शिशु हेरचाह प्राप्ति सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। सबै स्वास्थ्य कर्मीहरूले महिलाका यी अधिकारहरू सुनिश्चित गर्नुपर्ने हुन्छ। निष्पक्ष र समान व्यवहार पाउने अधिकार, त्यस्तै गरी गोपनीयता र गोप्यताको अधिकार, सूचना र छनौटको अधिकार, मर्यादा र सम्मानको अधिकार,
हानि र दुर्व्यवहारबाट मुक्त हुने अधिकार, उत्कृष्ट स्वास्थ्य सेवा पाउने अधिकार, र स्वतन्त्रताको अधिकार। कृपया यी अधिकारहरू सुनिश्चित गर्नका लागि कृपया यसमा आफ्नो उचित भूमिका खेल्नुहोस्।